नमस्ते सबैजनालाई। आज 2081 साल चैत्र 15 गते नेपालमा चाहिँ राजतन्त्र पक्षधर र गणतन्त्र पक्षधर बीच भएको आन्दोलनको विशेष दिन रहेको छ। धेरैको धनजनको क्षति भएको छ, घरहरू जलेको छ, पसलहरू तोडफोड भएको छ। यो ठुलो क्षति हो, राज्यलाई क्षति भएको छ र यसको पछाडिको पक्ष चाहिँ के छ भन्ने कुरा चाहिँ म तपाईहरुलाई चाहिँ सानो सानो टुक्राहरूलाई तपाईहरुलाई जोडेर चाहिँ केही चाहिँ कुराहरू चाहिँ स्पष्ट पार्न चाहन्छु। एकपल्ट राम्रोसँग हेर्दिनु होला भिडियो अन्तिमसम्म। अप्रिय अवस्था फ्रिज तानेर आन्दोलनकारीहरू अगाडि बढ्दै गरेको यो दृश्य हामीले देखाएका छौं। त्यो आन्दोलनमा देख्न सक्नुहुन्छ। यो मैले कसैलाई एउटा ढुङ्गा पनि प्रहार गरेको छैन, एक शब्द गाली पनि गरेको छैन। म त्यहाँमाथि डायबिटिजको रोगी, प्रेसरको रोगी, सुगरको अनि मुटुको एन्जियोग्राम गरेको मान्छे, तैपनि म आफ्नो देश बचाउनुपर्छ भन्ने हिसाबले आएको। तर यहाँ दमन यस्तो दमन गरेको छ कि अत्याचार गरे, म माथि लाठी यति हाने। म अहिले 58 वर्ष पुगेर 59 ठेकिसकेँ। त्यस्तो मान्छेलाई मैले म होइन, तिमीहरूलाई ढुङ्गा हान्ने पनि होइन, गाली गर्ने मान्छे पनि होइन भन्दाखेरि मेरो हेर्नुहोस् रगत कति बग्यो यहाँबाट। अनि यहाँ हेर्नुहोस् कपडा प्रयास गरिराख्नु भएको छ। यो अवस्था सिर्जना भएको छ। यतिखेर दर्शक पनि आन्दोलन गरिराख्दाखेरि जनताहरूको घर पनि जलेको छ। आगजनी भयो, त्यो घरभित्र परेर एकजना मिडियाकर्मी साथीको निधन भएको कुरा आएको छ र यो अवस्थामा एबी न्युज कर्मी साथीहरू लगायत अरू मिडियाकर्मी साथीहरूले पनि त्यति बेला एकजना साथी फस्नु भएको छ, मिडियाकर्मी माथि हुनुहुन्छ भन्दा जवाफ नदिएको अथवा कोही पनि छैन माथि, म 3-4 चोटि गएर आइसके भनिसकेका प्रहरीले त्यसो भन्दाखेरि अहिले एकजना मृत अवस्थामा फेला परेपछिको अवस्थामा आइसकेको छ। यहाँको अवस्था राज्यलाई आर्मी नै परिचालन गर्नुपर्ने अवस्था आइसकेको यहाँ देख्न सकिन्छ। यसमा पुलिसले जाति गर्यो, आज अत्याचार भयो, छिटो पिछो भयो। म गाडीबाट बनाएको मञ्चमा जानको निम्ति ओर्लिँदाखेरि नै टियर ग्यास प्रहार गरियो 3-4 राउन्ड। त्यसपछि मञ्चमा गएपछि 10औं राउन्ड टियर ग्यास प्रयोग गरियो। राजतन्त्रवादीहरू जब देशमा जुरुक मुरुक गरिरहेको अवस्थामा कहीँ कतै चाहिँ आगोमा घिउ मात्र होइन मट्टितेलसम्म हाल्ने काम चाहिँ भएको जस्तो चाहिँ अनुभव चाहिँ गराउँछ क्या एक दुईवटा कुराकानीहरूले। जुन रसरङ्ग मचाउन थालेपछि त्यस बेलाको स्टेट्सम्यानदेखि भारतीय पत्रिकाहरूले टिप्पणी गरे के हो र नेहरूले बाध्य गरेर इन्डियाको प्रधानमन्त्रीले बोले यो नेपालको राजाको तरिका ठिक भएन भनेर। राजा त्रिभुवनले काँधमा बोकेर देशमा ल्याएर राजा बनाइयो। उहाँ यहाँनिर संसदमा भनिरहनु भएको थियो वेश्यावृत्ति जस्तो इन्डियामा रासलीला गर्न जानुहुन्थ्यो राजाहरू। त्यो राजाहरूको रासलीला अत्याचार भएको थियो अरे। संसदमा यो बोलिरहनु भएको। अर्को कुरा रह्यो देशको प्रधानमन्त्री, सम्माननीय प्रधानमन्त्रीजी हुनुहुन्छ केपी शर्मा ओलीज्यू। उहाँले यो अवस्था आउँदैछ भन्ने कुरा उहाँलाई थाहा छ, यो हुन्छ भन्ने कुरा पनि उहाँलाई थाहा छ। तर पनि उहाँले उत्तेजित भाषण गरेर हिँडिरहनु भएको छ। त्यसको प्रधानमन्त्री अभिभावक हो उहाँले मिलाउने कुराहरू गर्नुको सट्टामा यसरी उत्तेजित गरेर कहिले युवा सङ्घलाई चाहिँ तयार रहनुहोस् भनेर देशको प्रधानमन्त्री जस्तो पदमा बसेको मान्छेले आफ्नो एउटा भातृ सङ्गठनलाई अथवा कुनै एउटा युवा सङ्गठनलाई तपाईहरु जुझ्नलाई लड्नलाई तयार रहनुहोस् भनेर उत्तेजित भाषण गर्नुहुन्थ्यो। यो गलत हो। बरु दुईटै पक्षलाई बोलाएर सहमतिमा लान खोज्नु पर्थ्यो उहाँले। यहाँनिर सम्माननीय प्रधानमन्त्रीज्यूको कमी कमजोरी देखिन्छ। कुर्सीमा बस्नु भएको छ, राजा हुनु
यता पनि कुर्सीमा बस्नुभएको छ नि त, राजा हुनु म राजामाई भनेर कुर्सीमा बस्ने, त्यसरी हत्याएको कुर्सी 250 वर्ष चल्यो। त्यही सम्झिएको होला, झाडीबाट फुत्त निस्किएर आएर कुदेर गएर कुर्सीमा बस्नुभयो। त्यो जमाना गए, कसैले त्यो जमाना छ भन्ने नसोचेको हुन्छ। टेस्ट गर्नुहोस् न, आफै आउनुहोस् टेस्ट गर्नुहोस्, बोलाएको छ कि छैन। मधेसबाट लड्नुहुन्छ कि पहाडबाट लड्नुहुन्छ कि पूर्वबाट लड्नुहुन्छ कि पश्चिमबाट लड्नुहुन्छ कि कहाँबाट लड्नुहुन्छ, आउनुहोस्। मलाई यहाँनिर पूर्व प्रधानमन्त्री सम्माननीय कमरेड प्रचण्डजी हुनुहुन्छ। प्रचण्डजी उहाँ एकदम इमान्दार नेताको रूपमा लाग्यो कि एउटा नेतामा हुनुपर्ने लक्षण एउटा खुबी चाहिँ यो राम्रो हो कि यो हुनु पर्थ्यो। सम्माननीय केबी ओलीज्यूको भाषणमा यो देखिनु पर्थ्यो। जनताले चाहेको यति हो, उहाँले बोलेको यति बोलीले पनि धेरै फरक पर्थ्यो। जुन आज कमरेड प्रचण्डजीले बोल्नु भएको छ एकपटक क्लियरली सुन्नु होला क्या। जनताले चाहेको यही हो नि त, सुध्रिनुपर्छ, सुध्रिनुपर्छ। गलत भएको छ, भ्रष्टाचार भएको छ। हस्पिटलको लाइनमा बस्दाखेरि होस्, मालपोत कार्यालयको लाइनमा होस्, नापी कार्यालयमा होस्, जुनसुकै सरकारी कार्यालयहरूमा जानुहोस्, यातायात कार्यालयमा किन नजानुहोस्, करप्सन छ जताततै। दुःख छ, काम समयमा भएको छैन, मान्छे फ्रस्ट्रेसनमा छ। राजनीतिको आडमा म फलानु पार्टीको नेता हो, म फलानु पार्टीको कार्यकर्ता हो, त्यसको काम छिटो हुन्छ, त्यसको काम भइरहेको छ, त्यसले सेवा सुविधा पाइरहेको छ। जो निमुखा जनता छ उसले बोल्न सकिरहेको छैन, त्यो सेवा सुविधाबाट वञ्चित भइरहेको छ। त्यसको आवेग हो यो निस्किने। यो आवेगलाई प्रचण्डजीले कति सजिलै सँगाल्न खोज्नु भएको छ कि गल्ती भयो, मौका दिनुहोस्, फेरि यो गल्तीलाई म सुधार्छु। यो चाहिँ नेतामा हुनुपर्ने खुबी हो। वाह कमरेड प्रचण्डजी, सलाम छ तपाईँलाई। अनुसार काम गर्न नसकेकै कारण इतिहासको कूडा कर्कटमा मिल्काइएका तत्त्वहरू पनि टाउको उठाउने दुस्साहस गर्न पाए। त्यसकारण अरूलाई गाली गर्नुभन्दा पहिला म सम्पूर्ण जनसमुदायसँग गणतन्त्रवादी नेताको हैसियतले पहिला आत्मआलोचना गर्न चाहन्छु, आत्मसमीक्षा गर्न चाहन्छु र हामी ती गल्तीबाट शिक्षा लिएर फेरि एकचोटि जनताका पक्षमा, मजदुर किसानका पक्षमा, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको पक्षमा, सम्पूर्ण शहीद परिवार, बेपत्ता योद्धा परिवार, शहीदका सपना, बेपत्ता योद्धाका सपना, घाइते अपङ्गका सपना, सम्पूर्ण नेपाली जनताका सपना पुरा गर्न अर्को एउटा नयाँ क्रान्तिको नेतृत्व गर्न हामी तयार भएको घोषणा म गर्न चाहन्छु। हरेक नेता र कार्यकर्ताहरूले बोल्ने शब्दहरू चयन गर्नुपर्छ। आफूले के बोल्ने, कतिको बोल्ने भन्ने कुरा चाहिँ चयन गर्नु जरुरी छ नेपालमा। प्रतिपक्षमा बसेको पार्टीको कार्यकर्ताहरूलाई झोले भनिएको छ, भेडा भनिएको छ, भेडाहरूको बथान बोलिन्छ। त्यही पार्टी जब सरकारमा आउँछ र अर्को प्रतिपक्षको पार्टीको कार्यकर्ताहरूलाई भेडाहरूको हुल हो, भेडाहरूको बथान हो भनिएको छ। एक पार्टीकोले अर्को पार्टीको कार्यकर्तालाई भेडाहरू भनेको छ, अर्को पार्टीकोले अर्को पार्टीकोलाई भेडाहरू भनेको छ। आखिर भेडाहरूको त्यसो त सबै पार्टीमा भेडाहरू रहेछ, भेडाहरूको पनि भेडाहरूको तपाईँ हामीहरू भयो भन्ने कुरा तपाईँहरूले बुझ्नु जरुरी छ पहिला। किनभने भेडाहरूको मालिक तपाईँहरू त भेडा हो नि त। त्यसो भए त कि त जनताहरूलाई एकले अर्कोलाई भेडा 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 भनेर तपाईँहरूले भेडा बनाइरहनु भएको छ, मुर्गा बना। अब अन्त्यमा यो सम्पूर्ण दुर्घटनाको जिम्मेवार भनेको एकजना व्यक्ति दुर्गा प्रसाईको टाउकोमा मात्रै हालेर सरकार सजिलै उम्किन पाउँदैन। एउटा राजाको टाउकोमा मात्रै सजिलै हालेर उम्किन पाउँदैन। हिजो राजाले गल्ती गर्यो, गणतन्त्र आयो, 62-63 पनि त्यति धनजनको क्षति भएको थियो। आज गणतन्त्रमा पनि तपाईँहरूको कारणले गर्दा धेरै गल्ती भयो। यो दुर्घटना फेरि दोहोरिन आयो। कसैको जिन्दगीभरिको मेहनत खेर गइरहेको छ, घर जलेको छ, पसलहरू लुटिएका छन्।
यसको जिम्मेवारी भनेको सरकारले पनि लिन जरुरी छ। आफ्नो कमी कमजोरीको कारणले गर्दा यो दुर्घटना निम्तिएको र आफ्नो बोलीको कारणले गर्दा यो दुर्घटना निम्तिएको भनेर बुझ्न जरुरी छ। आज त यति भयो, मान्छेहरूमा भोकमरी सुरु हुन लागिसकेको छ, बेरोजगार छ मान्छेहरू, रोजगारी छैन, फ्रस्ट्रेसनको सीमा पार भएर बसेको छ मान्छे। यदि यही अवस्था रहिरहने हो भने तपाईँहरूको घरसम्म पुग्न सक्छ यो हुल। कतिलाई थुन्न सक्नुहुन्छ तपाईँहरू? तपाईँहरूको महलहरूमा आउला यही हुल, तपाईँहरूको पार्टी कार्यालयसम्म आउन सक्छ, तपाईँहरूको मन्त्रीहरूको मन्त्रालयको कक्षसम्म आइपुग्न सक्छ यो हुल। समयमै सजग हुने हो, सजग हुन जरुरी छ। अन्यथा यो भिडलाई यत्तिकै दबाउन खोजेर, प्रशासनको सहयोग लिएर दबाउन खोजेर या आफ्नो पावरको दुरुपयोग गर्न खोज्नुभयो भने यसले झन् उग्र रूप लिन सक्छ। समयमै यसको कमी कमजोरीहरू केलाएर आत्मसमीक्षा गरेर जनताको अगाडि गएर झुकेर माफी मागेर अब सुध्रिन्छौँ। हाम्रा कमी कमजोरीहरू गल्तीहरू हामीलाई औँल्याउनुहोस्, देखाइदिनुहोस्, हामी त्यो क्षेत्रहरू सुधार गर्छौँ, सुध्रिन्छौँ भनेर जबसम्म तपाईँहरू चाहिँ त्यसको भनेर पनि मात्रै भएन, त्यसको प्रतिफल जब जनताहरूलाई दिन सुरु गर्नुहुन्छ, त्यो दिन वास्तविक भनेको जनताको लागि आएको लोकतन्त्र र गणतन्त्र हुनेछ। अन्यथा यो भनेको तपाईँ र तपाईँको परिवार र तपाईँको कार्यकर्ताको लागि मात्रै आएको लोकतन्त्र गणतन्त्र हो। यसलाई अन्यथा नलिनु होला। म एउटा आम साधारण मान्छेले बुझेको कुराहरू मैले यति सेयर गरेको छु भने हरेकको मनमा भनेको बसेको कुराहरू यही नै हो। कसैले यहाँ म प्रधानमन्त्री हुनुपर्छ, म राष्ट्रपति हुनुपर्छ भनेर मागेको आन्दोलन होइन। तपाईँहरू नै रहनुहोस्, तर तपाईँहरूबाट हुनुपर्ने जुन डेलिभरी छ त्यो डेलिभरी चाहिँ समयमै हुनु पर्यो। जसलाई आवश्यकता छ उसैलाई पुग्नु पर्यो भन्ने कुरा हो। यो बुझ्न चाहिँ जरुरी छ। धन्यवाद।